हेलो नमस्ते साथीहरू। आज फेरि तपाईँहरूको लागि भनेर चाहिँ सानो थोरै है, तपाईँहरूलाई थाहा छँदैछ म प्रायः अब थोरै खान्छु है। अनि थोरै नै आज चाहिँ त्यस्तो केही छैन, भेराइटी सेराइटी चाहिँ केही छैन। यही छ है, यही छ, न्युटेला छ है। अनि यहाँ देख्न सक्नुहुन्छ अचार, अनि यहाँ अकबरे, अनि मलाई फेभरेट, मलाई मनपर्ने है किनिमाको छ। यही किनिमाले गर्दा चाहिँ मलाई भात पनि रुच्छ है धेरै चाहिँ। हजुरहरू तपाईँहरूले खाना खानुहुन्न भने चाहिँ खाना चाहिँ कसरी खाने है, चाहे मिठो होस् मासु नै हुनुपर्छ भन्ने पनि छैन, मिठो मानेर खानुपर्छ, त्यही नै दामी हो। अनि म चाहिँ यो किनिमालाई चाहिँ म यहाँ टक्क राख्छु। अनि अरू भन्दा पनि यो चाहिँ के भन्छ नि, यो चटपटे थियो अघि, यसलाई पनि किन फाल्ने है, यसलाई पनि खानुपर्छ। मलाई एकछिन यसले मलाई दुःख दियो ल है त, खाएँ है त म। किनिमाले रुचाउनु सक्छ, यो न्युटेला भइहाल्यो। सट्टै तानेछु। तपाईँहरूलाई यदि खाना रुच्दैन भने यो अकबरे पनि युज गर्नु होला। अनि यो यहाँ अचार, यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ, यो चाहिँ अचार है, यो टमाटर नानीले बनाएको है, भात बिना। अनि फेरि भात, छ न्युटेलाहरू। यसरी खानुपर्छ है हजुरहरू। अचार अनिवार्य, झरो। तरकारी यो तपाईँको न्युटेला है। यो किनिमा